वेलकम ब्याक टु आवर च्यानल। सो आई होप तिम्रो सबै एकदमै ठिक छौ र आजको भिडियो यो रहेको छ क्लास 11 मा फिजिक्स केमिस्ट्री र म्याथलाई कसरी इम्प्रुभ गर्ने। फर्स्ट टर्ममा त तिम्रो सबैको म्याक्सिममको बिग्रिन्छ हैन, अलमोस्टको नै बिग्रिन्छ, एक दुई जनाको चाहिँ अब रेयरली बिग्रिदैन होला हैन। सो केमिस्ट्री फिजिक्स म्याथ भनेको यो चाहिँ आफैमा एउटा गाह्रो सब्जेक्ट हो या भनौँ डिफिकल्ट सब्जेक्ट हो हैन। यसलाई चाहिँ तिमीहरूले 10 क्लास जस्तो नर्मल साइन्सलाई दिए जस्तो टाइम दिएर हुँदैन। यसको लागि तिमीहरूले अलिकति त बढी मेहनत गर्नै पर्छ, प्र्याक्टिस गर्नै पर्छ र हामीले कसरी फिजिक्सलाई म्याथलाई केमिस्ट्रीलाई इम्प्रुभ गर्न सक्छौँ या भनौँ बायोलोजीलाई पनि हैन। सो आजको भिडियोमा यही कुरा हामी जान्नेछौँ। सो लेट्स मुभ अन टु द टपिक। ओके, फिजिक्सको पनि के छ, फिजिक्स सबै सब्जेक्टको चाहिँ फर्स्ट ओभरअल भनिदिउँ कि सबैको लागि चाहिँ फिजिक्स केमिस्ट्री म्याथ होस्, क्लास 11 एन्ड 12 मा चाहिँ तिमीहरूलाई के चाहिन्छ, प्र्याक्टिस चाहिँ गर्नै पर्छ। त्यो तिमीहरूलाई आउँछ भनेर तिमीहरूले स्किप गरेर हुँदैन के। कस्तो हुन्छ, म मेरै दिन्छु नि, रेफरेन्स दिन्छु होइन। मैले चाहिँ क्लासमा म्याक्सिमम कन्सेप्टहरू सबै सरहरूले पढाउँदाखेरि चाहिँ बुझे हुन्छु, बट जब म घर आउँछु तब चाहिँ म कहिले नि त्यो के फेरि रिभिजन चाहिँ गर्दैन कि आज यो पढाइ भएको थियो हेरौँ न के थियो। एकचोटि मैले त्यो रिभाइज गरेको भए सायद मेरो कन्सेप्ट अझ एकदमै स्ट्रङ हुन्थ्यो होला र म त्यस्तो छिटै बिर्सिँदैन होला, बट म चाहिँ घर आएर त्यो चाहिँ रिभिजन गर्दैन। त्यसैले गर्दाखेरि चाहिँ मेरो म्याक्सिमम कन्सेप्टहरू चाहिँ यहाँबाट छिर्छ, यहाँबाट चाहिँ उठ्छ। सो तिमीहरू बी स्योर कि तिमीहरूले नबुझेको त होइन, अब के गर्न सक्छौ होइन, अब डिफ्रेन्ट मेथडहरू चाहिँ युट्युबमा हेर्न सक्छौ या गर्न सक्छौ, तर बुझेकोलाई चाहिँ रिभाइज चाहिँ गर। ओके, एन्ड दोस्रो भनेको फिजिक्सको चाहिँ न्युमेरिकल्सहरू चाहिँ समथिङ अराउन्ड 30 मार्क्स जति चाहिँ न्युमेरिकलको आउँछ है तिमीहरूको फिजिक्समा ओभरअल। सो त्यो चाहिँ मिस गर्दै नगर। न्युमेरिकलहरू चाहिँ क्लासमा नि सरहरूले गराइदिएको हुन्छन् होइन, त्यही क्वेसनहरू चाहिँ राम्रोसँग हेर, फर्मुलाहरू पनि हुन्छ होइन, डेरिभेसनहरू त्यो चाहिँ एकदमै सरहरूले नि लेखाउँदाखेरि तिमीहरूलाई लेखाइदिन्छन् होइन इम्पोर्टेन्ट भनेर। त्यो डेरिभेसनहरू चाहिँ गर के, मन्थली चाहिँ रिपिट गर। ओके, त्यो डेरिभेसनहरू चाहिँ विकली त सबै सकिँदैन होइन, फर्मुलाहरू यिनीहरू चाहिँ विकली रिभाइज गर्नुपर्छ तिमीहरूले। बट डेरिभेसनहरू चाहिँ सक्छौ भने त विकली गर्दा नै राम्रो, नभए मन्थली चाहिँ डेरिभेसनहरू चाहिँ रिभाइज चाहिँ गर होइन। एन्ड मेन भनेको चाहिँ न्युमेरिकलहरू मिस गर्दै नगर। अनि सरहरूले गराएको न्युमेरिकलहरू चाहिँ च्याट जिपिटीलाई थियो अनि उसलाई भन्यो कि यस्तै टाइपको इक्जाम ओरिएन्टेड यो क्लास लगभग तिमीहरू 11 मा पढ्दैछौ भने 11 क्लासको लागि यस्तै अरू क्वेसनहरू के आउन सक्छ, यस्तै इम्पोर्टेन्ट क्वेसन दियो भने त्यो क्वेसनहरू दिन्छ, त्यो चाहिँ न्युमेरिकल प्र्याक्टिस गर। त्यो गर्यो भने तिमीहरूको म्याक्सिमम चाहिँ फिजिक्स इजी नै हुन्छ होइन। अनि डेरिभेसन गर्यो भने भइहाल्यो। एन्ड अब अलिअलि डेफिनेसन त त्यो तिमीहरूले पढ्नै पर्छ होइन। अब मोमेन्ट अफ इनर्सिया भयो होइन, लिनियर मोमेन्टम भयो, अनि अरू के हुन्छ होइन, एङ्गुलर मोमेन्टम, यिनीहरू चाहिँ तिमीहरूले पढ्नै पर्छ होइन। अब थर्मोडाइनामिक्सको भयो, हिटको भयो, यिनीहरूको चाहिँ तिमीहरूले डेफिनेसन त पढ्नै पर्छ होइन, एक मार्क्समा आउँछ। अनि भन्छ नि बुन बुन मिलेर सागर बन्छ, त्यसरी डेरिभेसन भन्दैछु, डेफिनेसनहरू चाहिँ नछुटाऊ कि। हरेक टपिकको सुरुमै हुन्छ डेफिनेसन चाहिँ, त्यो चाहिँ एकचोटि हेर न, त्यस्तो गाह्रो नि केही हुँदैन होइन, डेफिनेसनहरू सजिलो हुन्छ। एन्ड दोस्रो भनेको न्युमेरिकलमा फोकस गर। न्युमेरिकल चाहिँ म्याथलाई प्र्याक्टिस गरे जस्तै हो कि, यसको पनि जति तिमीहरूले प्र्याक्टिस गर्छौ नि त्यति सजिलै हुन्छ कि। तिमीहरूले जति धेरै प्र्याक्टिस गर्यो होइन, फर्मुलाहरू तिमीहरूले सायदै रट्नु पर्छ होला कि, त्यो याद भइहाल्छ कि तिमीहरूलाई गर्दा गर्दै होइन, थाहा भइहाल्छ कि। अब म्याक्सिमम स्टुडेन्ट के हुन्छ कि क्वेसन नै नबुझ्ने बानी हुन्छ, त्यो भनेको प्र्याक्टिस नभएर हो। तिमीहरूले टाइममै प्र्याक्टिस गर्यो होइन, प्र्याक्टिस गरेको छ भने क्वेसन हेर्दाखेरि नै थाहा भइहाल्छ कि तिमीहरूलाई। पछि लगभग तिमीहरूले होइन 1000-2000वटा गर्यो भने तिमीहरूलाई थाहा भइहाल्छ नि होइन, यस्तो यस्तो क्वेसनहरू आउँछन्, यो क्वेसनको मतलब यो, कतिवटाको तिम्रो एन्सर नै थाहा पाइहाल्छौ कि यसरी गर्ने भनेर। अब 1000वटा धेरै भयो भनेर सोच्न सक्छौ होला, मैले त त्यो एक टाइमको लागि भनेको होइन, त्यो रेगुलर गर्यो भने एक दिन त 1000 पुग्छ नि त। एन्ड रेगुल्यारिटी इज एकदमै इम्पोर्टेन्ट होइन। तिमीहरूले चाहिँ कन्सिस्टेन्सी चाहिँ मेन्टेन गर्नु पर्यो होइन, किनकि अब आज पढिरहेको छु फेरि 2 महिनापछि पढिरहेको छु भन्यो भने नगर, छोडिदियो, यो भिडियो अहिले स्किप गरेर जाऊ, किनकि कन्सिस्टेन्सी चाहिन्छ। आज पढिरहेको छु, भोलि पढ, पर्सि पढ। अब हुनसक्छ हप्तामा तिमीहरू 5 दिन पढ, 2 दिन केही काम पनि हुनसक्छ, या झ्याउ लाग्यो भने स्किप गर्न पनि सकिन्छ होइन। कहिलेकाहीँ नोट होमवर्कहरू बढी भयो भने ओभरलोड पनि हुनसक्छ, 2 दिन स्किप गर, तर हप्तामा चाहिँ 5 दिन चाहिँ तिमीहरू म्याक्सिमम चाहिँ युटिलाइज गर कि। म्याथको लागि हुनसक्छ होइन, फिजिक्सको लागि, केमिस्ट्रीको लागि 5 दिन चाहिँ हुनु पर्यो। सो आजको लागि यति नै। एन्ड भिडियो चाहिँ राम्रो लागेन होइन, त्यहाँ रातोवाला बटनमा त्यसलाई चाहिँ ट्याक्क थिचेर जाऊ होइन, यस्तो भिडियोहरू अरू आउँदै गर्छ। अनि आजलाई बाई बाई।